संसदमा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे भनेर कुनै देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौँ सभामुख महोदय। सामाजिक सञ्जालमा लाखौंले लेखे जस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न, त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब रासपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ। त्यसले गर्दाखेरि चाँडोभन्दा चाँडो उहाँको चाहिँ स्वास्थ्यको जानकारी संसदलाई स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्। म सभामुख महोदयलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।